आजको यस भिडियोमा हामी पदवर्ग र शब्दवर्गको डिस्कस गर्न गइरहेछौँ। शब्द भनेको के हो? अर्थ दिने अक्षर वा अक्षरहरूको समूहलाई शब्द भनिन्छ। जस्तै राम, घर, राम्रो, पढ्नु, छिटो आदि। नाम व्यक्ति, वस्तु, स्थान, प्राणी, पदार्थ, भाव वा गुण आदिको नाम जनाउने शब्दलाई नाम भनिन्छ। नाम शब्द के र को प्रश्नको उत्तरका रूपमा आउँछ र नामको पछाडि। जस्तै को भन्दाखेरि अनिता, सुरेश, कविता। के भन्दाखेरि घर, किताब, विद्यालय, पहाड। ले भन्दाखेरि काठमाडौँलाई, साथीलाई। सर्वनाम नामको सट्टामा प्रयोग हुने शब्दलाई सर्वनाम भनिन्छ। इङ्ग्लिसमा प्रोनाउन्स भनिन्छ। म, हामी, त, तिमी, तपाईँ यी सबै सर्वनाम हुन्। उदाहरण: राम विद्यालय गयो, ऊ पढ्न गयो। यसमा ऊ भने चाहिँ सर्वनाम। यहाँ उसले रामको सट्टामा काम गर्यो। उसले राम्रो किताबहरू किन्यो र ती निकै उपयोगी छन् अनि ती पनि हुन्छ। विशेषण नाम वा सर्वनामको गुण, दोष, अवस्था, सङ्ख्या वा विशेषता बताउने शब्दलाई विशेषण भनिन्छ। विशेषणलाई अङ्ग्रेजीमा एडजेक्टिभ पनि भनिन्छ। वाक्यमा नामसित कुन, कत्रो सोध्दा उत्तरका रूपमा आउने शब्दलाई विशेषण भनिन्छ। उदाहरण: चरो ठुलो छ, कत्रो छ, ठुलो। कालो घोडा घर आयो, कुन घोडा? कालो घोडा। अनि म थोरै खान्छु, कति खान्छु? थोरै। आकाशको रङ निलो छ, कस्तो? निलो। क्रियालाई भर्ब भन्छ इङ्ग्लिसमा। कुनै घटना वा अवस्था जनाउने शब्दलाई क्रिया भनिन्छ। वाक्यमा नामसित कुन, कस्तो, कत्रो, कति आदि प्रश्न सोध्दा उत्तरका रूपमा आउने शब्द विशेषण हुन्। उदाहरण: इजी ट्रिक भने के हो भन्दाखेरि सेन्टेन्सको वा कुनै पनि वाक्यको लास्ट वर्डलाई चाहिँ क्रिया भनिन्छ। जस्तै उदाहरणमा हरिले मिठाई खायो अन्तिममा छ नि, त्यही भएर खायो। गाई भिरबाट लड्यो। गोपाल खाटमा निदाइरहेको यो भने लास्ट सेन्टेन्स, त्यो भने क्रियायोगी एडभर्ब। क्रिया विशेषण वा अर्को क्रियायोगीको विशेषता बताउने शब्दलाई क्रियायोगी भनिन्छ। उदाहरण: बिस्तारै, छिटो, धेरै, आज, भोलि, यहाँ। राम छिटो दौडन्छ, यहाँ छिटोले दौडाउँछ भन्ने क्रिया विशेषता बताइरहेको छ। नामयोगी प्रिपोजिसन इङ्ग्लिसमा। नाम सर्वनाम विशेषणको पछाडि प्राय जोडेर प्रयोग हुने शब्दलाई नामयोगी भनिन्छ। उदाहरणमा सँगबाट लागि, माथि, तल, देखि, सम्म। रामसँग म बजार गएँ, सँग। बिहानदेखि पानी परिरहेको छ, देखि। विद्यालयसम्म बस जान्छ, सम्म। यो सेन्टेन्ससँगै जोडियो भने चाहिँ नामयोगी हो। संयोजक कन्जक्सन दुई वा दुईभन्दा बढी शब्द, पदावली वा वाक्यलाई जोड्ने शब्दलाई संयोजक भनिन्छ। उदाहरण: र, तर, अथवा, वा, किनभने, त्यसैले। राम र श्याम साथी हुन्। यहाँ रले राम र श्यामलाई जोडिएको छ। तिमी चिया वा कफी खान्छौ। वाले दुईटा चिया र कफी जोडिरहेछ। ऊ मेहनती छ तर अल्छी पनि छ। ऊ मेहनती छ एउटा सेन्टेन्स हो, अल्छी पनि छ अर्को सेन्टेन्स हो। यो दुईटा सेन्टेन्सलाई तरले जोडिरहेछ। विस्मयादिबोधक भनेको एक्सक्लामेसन, अचानक उत्पन्न हुने खुसी, दुःख, आश्चर्य, डर, घृणा आदि भाव व्यक्त गर्ने शब्दलाई विस्मयादिबोधक भनिन्छ। उदाहरण: आहा, ऊ, अरे, छ्या, ए, वा। यो साइन
एक्सक्लामेसन साइन आएको छ भने चाहिँ विस्मयादिबोधक हो। उदाहरण, आहा कति राम्रो फुल, आहामा भयो। अनि वा तिमीले कति राम्रो काम गर्यौ, त्यो वा भनेको चाहिँ वा पछाडि एक्सक्लामेसन आएको भएर त्यही नै हुन्छ विस्मयादिबोधक। ओहो कति ठुलो घर, ओहो। अनि ह्या मेरो किताब हरायो, ह्या भने चाहिँ विस्मयादिबोधक। आजलाई यति नै, धन्यवाद।